हेलो एन्ड नमस्ते सबैजनालाई। आजको भ्लगमा म सबैजनालाई वेलकम गर्न चाहन्छु। सो वेलकम टु द भ्लग गाइस। हाम्रो भ्लग चाहिँ अफिसबाट सुरु भएको छ अनि मैले अफिसबाट चाहिँ चाँडो लिभ लिएको थिएँ भ्लगकै लागि भनेर। भ्लगको कुरा गर्न पर्दाखेरि चाहिँ यो भ्लग लास्टै ढिलो पोस्ट भएको छ। यसको कारण भनेको म अल्छी भएर हो। खास गरी यो भ्लग इन्द्र जात्राको हो, त्यसैले सुरुमा त म माफी माग्न चाहन्छु फर द लेट भ्लग सबैजनासँग। ल अब चाहिँ ढिलो नगरिकन भ्लग सुरु गरौँ है त। मलाई मेरो साथी प्रिन्स वाइटी एके अनिलले आफ्नो घर इन्भाइट गरेको थियो इन्द्र जात्राको ओकेजनमा, अनि त्यही अपर्च्युनिटीलाई मैले भ्लगमा रेकर्ड गर्न खोजेको छु। भन्नुहोस् है त कस्तो हुन्छ। तपाईँहरूलाई पठाओ बोलाएको जस्तो लाग्यो होला, तर होइन है। मेरो साथी रोयल क्रिप्स हो, ऊ र म जाँदैछौँ आज बसन्तपुर साइड प्रिन्स वाइटीको घर। हाम्रो यात्रा सामाकोसीबाट सुरु भएको छ र यो रोड ट्रिप हुँदै गर्दा मलाई इन्द्र जात्राको बारेमा खासै थाहा छैन र मेरो फर्स्ट टाइम हो इन्द्र जात्रा हेर्न गएको। सो सँगै रमाउँदै हेरौँ, बुझौँ र कमेन्टमा गफ गरौँ है त। हामी प्रिन्स वाइटको घर पुग्यौँ है त गाइज। अनि उसको घर साइडमा पिपल बोर्ड र सानो मन्दिर रहेछ क्या, जुन चाहिँ मलाई क्याप्चर गर्न मन लागेर गरेँ है। अनि कति वर्ष पुरानो होला कि है यो पिपलको रुख। ल फाइनल्ली प्रिन्स वाइटीको एन्ट्री भएको छ है त गाइज। प्रिन्स वाइटीसँग भेटघाट गरेर अब उसको घर जाँदैछौँ है। पानीको कमी हो। प्रिन्सको कोठा होइन यो भान्जाको ए अब प्रिन्स वाइटीले आफ्नो फ्यामिलीको इन्ट्रोडक्सन दिन जाँदैछ है। ल हेलो गाइस, उहाँ चाहिँ मेरो ड्याडी हुनुहुन्छ, अनि उहाँ चाहिँ मेरो मम्मी, उहाँ चाहिँ मेरो ठुलो दिदी हुनुहुन्छ, उहाँ चाहिँ मेरो सबसे सानो दिदी, अनि यो चाहिँ म प्रिन्स वाइटी भइहाल्यो गाइस। यति बेला चाहिँ प्रिन्स वाइटीले हाम्रो लागि भनेर खाजा बनाउँदै थियो अनि हामी चाहिँ नेटफ्लिक्स हेर्न बसेका थियौँ। हेलो गाइस, नेटफ्लिक्सको पाला आइसकेको छ है। खाजा पनि आइसकेको छ बाई सेफ प्रिन्स वाइटी, जुन चाहिँ रहेको छ च्याउ च्याउ। खाजा खाइसकेपछि चाहिँ हाम्रो यात्रा सुरु भयो जात्रा हेर्नको लागि। र यो जात्राको भ्लग सुट गर्नको लागि प्रिन्स वाइटीले मेरो लागि भनेर मोबाइल स्ट्यान्ड ट्राइपड दिएको थियो, जसले गर्दा मलाई धेरै नै सजिलो भयो भ्लग सुट गर्न। सो बिग साउट आउट टु प्रिन्स वाइटी एन्ड थ्याङ्क यू सो मच। यहाँ बसन्तपुरको इन्द्र जात्रामा चाहिँ थुप्रै र विभिन्न समूहमा बाजाहरू बजाइन्छ र सबै समूहको छुट्टा छुट्टै बाजाको ताल रहेको छ। बाजा सँगसँगै तपाईँहरूले यो देख्नु भएको चाहिँ पुलुकिसी भनिन्छ वा एरावत हात्ती पनि भनिन्छ, जुन चाहिँ इन्द्र भगवानको वाहन हो।
हामीले अहिले देखिराखेको रथमा चाहिँ गणेश भगवान रहनु भएको छ र गणेश भगवानको रथलाई अघि बढाउन टन्नै मान्छेहरूले तानिराख्नु भएको छ। अनि रथमा बस्नु भएको मान्छेहरूले चाहिँ फुलहरू बाँड्नु हुँदो रहेछ र मैले नि उहाँहरूबाट फुल लिने मौका पाएँ। हामीले अहिले देखिरहेको लाखे चाहिँ मजिपा लाखे हुनुहुन्छ र उहाँको बारेमा भन्नुपर्दा चाहिँ टन्नै पुराना कथाहरू छन्, जसमध्ये एउटा चाहिँ भन्छु है। मजिपा लाखे एकपटक मायामा पर्नुभएका थिए र आफ्नो मायालुलाई भेट्न मान्छेको रूप लिएर मजिपा पुगेका थिए। तर त्यो रहस्य थाहा पाएपछि त्यति बेलाका राजाले लाखेलाई समातेर एउटा प्रस्ताव राखे। राजाले भने, म तिमीलाई बस्नको लागि ठाउँ दिन्छु र त्यसको बापतमा तिमीले यहाँको बालबालिकाहरूको रक्षा अरू राक्षसहरूबाट सधैँ गर्नुपर्छ र हरेक वर्ष इन्द्र जात्रामा सहभागी हुनुपर्छ। अनि मजिपा लाखेले आफ्नो मायाको लागि भनेर राजाको प्रस्ताव स्वीकार्नुभयो र उहाँले आफ्नो जीवन मजिपामा बिताइरहनु भएको छ भनेर हामीले बुझ्न सक्छौँ। यो दोस्रो रथमा चाहिँ भैरव भगवान रहनु भएको छ है। मैले दोस्रो रथबाट पनि फुल मागे, तर टन्नै मान्छेहरू भएको कारणले म नोटिस भएन। त्यसैले हात हल्लाउँदै यता फुल भन्दै गरेँ। अनि फाइनली मेरो पालो आउँदा चाहिँ फर्स्टमा समात्न सकेन है। अनि दोस्रो पाली चाहिँ मैले फुल समात्न सफल भएँ। ये तेस्रो र अन्तिम रथमा चाहिँ कुमारी भगवान रहनु भएको छ है। कुमारी भगवानको बारेमा भन्नुपर्दा चाहिँ नर्मली बुझौँ है त। उहाँलाई लिभिङ गडेस पनि भनिन्छ र कुमारी भगवान छनौट गर्नको लागि नेवारी समूहबाट एकजना किशोरीको थुप्रै मापदण्ड र 32वटा गुणहरू मिल्न पर्ने हुन्छ, अनि मात्र कुमारी भगवानको छनौट हुन्छ। लाइटै नपुग्ने
यो सेतो र कालो कपडामा रहनु भएको मान्छेहरूलाई जुर्गु पल्टन भनिन्छ र उहाँहरूले बोक्नु भएको कुराको नाम चाहिँ थाहा भएन। थाहा हुनेहरूले कमेन्टमा भनिदिनु होला। र जुर्गु पल्टनको काम भनेको चाहिँ रथ तान्नुभन्दा अगाडि र रथ तानिसकेपछि पूजा गर्ने हो। ल हामी भ्लगको अन्तिममा आइपुगेका छौँ र यति बेला हामी घर फर्किँदैछौँ। तपाईहरूलाई यो भ्लग हेरेर कस्तो लाग्यो आफ्नो कुरा राखिदिनु होला है कमेन्ट गरेर र सेयर पनि गरिदिनु है त। अनि धेरै धेरै धन्यवाद छ मेरो यो भ्लगमा जोडिनु भएकोमा। फेरि भेटौँला नेक्स्ट भ्लगमा। त्यति बेलासम्मको लागि पिस आउट।